चीनको क्वाङ्चौमा आयोजित 139औं क्यान्टन व्यापार मेला मे 5 तारिक सम्पन्न भएको छ। यसपटकको मेलामा कुल 4.56 करोड उत्पादन वस्तुहरू प्रदर्शन गरिएको छ र साइटमा निर्यात कारोबारमा संलग्न रकम 25.7 अरब अमेरिकी डलर पुगेको छ। बेल्ट एन्ड रोड सम्बद्ध धेरै साझेदार मुलुकहरूका लागि विदेशी खरिदकर्ताहरूले फलोअपका लागि कारखाना भ्रमण गर्न एपोइन्टमेन्ट समेत लिएका छन्। चालु वर्षको क्यान्टन व्यापार मेलामा विश्वका 220 देश र क्षेत्रहरूबाट आएका 3,14,000 विदेशी खरिदारहरूलाई आकर्षित गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 1.1%ले वृद्धि भएको छ। अमेरिका, अस्ट्रेलिया, क्यानाडा र अन्य देशहरूबाट खरिदारहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। बेल्ट एन्ड रोड सम्बद्ध देशहरूबाट आएका सहभागीहरूको सङ्ख्या स्थिर छ, जसबाट कायम राख्ने र ठोस सहयोग गर्ने इच्छा देखाइएको छ। नयाँ प्रविधि, हरित र बुद्धिमत्ता उत्पादनहरू, विदेशी खरिदारहरूको सङ्ख्या र प्रमुख खरिदारहरूको सङ्ख्या आदि सहित धेरै सूचकहरूले अघिल्ला मेलाहरूलाई पार गरेका छन्। प्रदर्शनीका हाइलाइटहरू धेरै छन्। ड्रोन र स्मार्ट वेरेबल उपकरणहरू एउटै मञ्चमा प्रतिस्पर्धा गरेका छन्। नवीन डिजाइन र हरित सामग्रीहरूद्वारा सिर्जना गरिएका लोकप्रिय उत्पादनहरू तथा एक्सोस्केलेटन उपकरण, बायोनिक हातहरू र अन्य वैज्ञानिक तथा प्राविधिक उत्पादनहरूले विश्वलाई न्यानो बनाएको छ, साथै मानव जातिलाई फाइदा पुर्याएको छ। प्राप्त जानकारी अनुसार 140औं क्यान्टन व्यापार मेला चालु वर्षको अक्टोबर 15 देखि नोभेम्बर 4 सम्म क्वाङ्चौमा आयोजना हुनेछ। चीनको 15औं पञ्चवर्षीय योजनाको महत्त्वपूर्ण घडीमा यस वर्षको क्यान्टन व्यापार मेलाबाट चीनको वैदेशिक व्यापारको लचिलोपन र जीवन्तता साथै उच्च स्तरीय खुलापन विस्तार गर्ने दृढता र जिम्मेवारीलाई पूर्ण रूपमा प्रदर्शन गरिएको छ। विशेष गरी चीन र नेपालले बेल्ट एन्ड रोडका घनिष्ठ साझेदारका रूपमा आर्थिक, व्यापारिक र सांस्कृतिक आदान-प्रदानलाई गहन बनाइरहेका छन्। बितेका केही वर्षहरूमा चिनिया उपभोक्ताहरूले नेपाली चिया अर्ग्यानिक र स्वास्थ्यकर भएको कारणले धेरैभन्दा धेरै मन पराउन थालेका छन्। यस विषयबारे चर्चा गर्दै चीनका लागि नेपाली दूतावासका इकोनोमिक मिनिस्टर पार्वती अर्यालले आफ्नो धारणा व्यक्त गर्दै यसरी भन्नुभएको छ। नेपालबाट चीनमा गएको केही वर्षदेखि चियाको भोल्युम असाध्यै बढेको छ, नेपालबाट आयात हुने क्रम र यही सन्दर्भलाई पारेर हामीले चिनिया टी एसोसिएसनसँग अनुरोध गरेर नेपाली चिया उत्पादकहरूलाई चीनमा सहभागी हुनको लागि र चिया व्यवसायी, चिया व्यापारी, चियाका पारखीहरूलाई बोलाएर नेपाली चियाको रसस्वादन लिनको लागि चाहिँ हामीले अनुरोध गरेका थियौँ। सोही बमोजिम आज अप्रिलको 17, 18, 19, 20 तारिकसम्म चीनको यो एग्रिकल्चरल एक्जिबिसन सेन्टरमा नेपाली व्यवसायीहरू, चिया व्यवसायीहरू चाहिँ सहभागी हुनुभएको छ र आज हामीले चिनिया चिया पारखीहरूलाई, चिया व्यवसायीहरूलाई नेपाली चिया उद्यमीहरूसँग सोझै सम्पर्क राखेर चाहिँ नेपालको चिया चीनमा उपयोग गर्नको लागि अनुरोध गऱ्यौँ। र सबैभन्दा राम्रो कुरा चाहिँ के छ भने चीन आफैमा पनि हिस्टोरिक हिसाबले चियाको चाहिँ जन्मदाता मानिन्छ, अर्थात् चीनमा सबैभन्दा पहिला चिया उत्पादन भएको मानिन्छ संसारमा भने चियाको सहयोगको लागि कोअपरेसनको सन्दर्भमा कुरा गर्दाखेरि चिनिया बिउबाटै नेपाली क्यामिलिया सिन्थेसिस भन्ने प्रजातिमा चाहिँ नेपालमा चियामा ग्रोथ भएको, चिया वृद्धि हुँदै गएको अवस्था छ। यद्यपि चीनमा चाहिँ सुन्तलाको बोक्रा, त्यस्तै गरेर जस्मिन फ्लावर र थुप्रै किसिमका बेभरेजहरूबाट पनि चिया उत्पादन भएको पाइन्छ। तथापि चियाको आफ्नै क्वालिटी चाहिँ चियाकै बोटमा रहने तथ्य पनि छँदैछ र चीनमा यति धेरै चिया हुँदाहुँदै पनि नेपाली चिया किन यति माग भइराखेको छ चीनमा भन्ने सन्दर्भलाई जोड्दा नेपालमा एन्टिअक्सिडेन्ट क्वालिटीको चाहिँ हाई हिमालयन टी उत्पादन हुने गर्छ र जुन अर्थोडक्स प्रकृतिले यानि कि हातले टिपेर अर्थोडक्स क्वालिटीलाई बिग्रिन नदिइकन चाहिँ प्रिजर्भ गरिन्छ यसको क्वालिटी र
चीनमा स्वास्थ्यसँग चाहिँ मान्छेहरू असाध्यै धेरै सचेत हुँदै गएको अवस्था र नेपाली चियासँग हिमालको पानी र खास गरेर मिस्टी माउन्टेन जहाँबाट चाहिँ बढी चियामा मोइस्चर हुने गर्छ। चियामा मोइस्चराइजेसनको लागि चाहिँ कुहिरोले काम गर्ने गर्छ। त्यसैले त्यो खालको चिया उपभोग गर्नको लागि चिनिया चिया पारखीहरू नेपालकै इलाम लगायतका ठाउँहरूमा चाहिँ उहाँहरू चिया बगानमा पुगेर चिया आयात गरिरहेको पनि सन्दर्भ छ र हामीले चीनको जनसङ्ख्या, बढ्दो जनसङ्ख्या, चीनको खरिद क्षमता र चियाप्रतिको खास गरेर सहर बजारमा रहने र युवा युवतीहरूको निकै धेरै रुचि नेपाली चियामा रुचि रहेको कारणले गर्दा चिनिया बजारमा नेपाली चियाको माग उच्च रहेको छ र यसलाई थप प्रभावकारी बनाउन पनि सँगसँगै आवश्यक रहेको छ। त्यसको लागि नेपालले प्याकेजिङ को क्षेत्रमा विशेष काम गर्नुपर्ने एकातिर छ भने अर्कोतिर चाहिँ चिनिया पद्धतिको प्याकेजिङ सँगै ब्रान्डिङमा चाहिँ चिनिया भाषाको प्रयोग गरेर चिनिया चिया उपभोगकर्ताहरूलाई त्यसको बारेमा विस्तृत जानकारी दिन पनि आवश्यक रहेको छ। नेपाल चीनसँग सँगै जोडिएको मुलुक रहेर मात्र होइन कि चीनसँगको हजारौँ वर्षदेखिको हाम्रो भौगोलिक र जनजीविका बीचको सम्बन्धले गर्दाखेरि चिनियाहरूले नेपाली संस्कृति, कला र नेपाली उत्पादनलाई मन पराउने क्रम यहाँ निकै राम्रो छ। त्यसैले त्यो कुरालाई एकदम गहिरोसँग लैजानको लागि भनौँ मानिस बीचको सम्बन्धलाई निकै घनीभूत बनाउनको लागि चिया चाहिँ बिना कुनै हानि नगरिकन उपयोग गर्न सकिने, पेय गर्न सकिने एउटा पदार्थ हो जहाँ चिनिया र नेपाली बीचको हार्दिक सम्बन्ध कायम हुन सक्छ, चिनिया र नेपाली बीचको व्यापारिक सम्बन्ध कायम हुन सक्छ र नेपालको अर्थतन्त्रमा चीनले योगदान गर्न सक्छ भन्ने चाहिँ तथ्यले देखाएको छ। नेपालको प्रतिस्पर्धात्मक क्षमता भनेको यसको चाहिँ गुणस्तरमा छ, यसको भर्चुमा छ, ताकि क्वालिटी बढी प्रेफर गर्छ क्वान्टिटी भन्दा नेपालको सन्दर्भमा। र जुन चिया चाहिँ लो ल्यान्डमा हुन्छ, मैदानमा हुन्छ, जुन चिया च्यातेर बनाइन्छ त्यसले चियामा भएको तत्त्वलाई विनाश गर्ने गर्छ र त्यो उपभोगको लागि मात्रै उपभोग हुने गर्छ। त्यसैले हाम्रो उच्च हिमाली क्षेत्रमा रहेको, हाई टेरेनमा रहेको, हाई अल्टिच्युडमा रहेको चियालाई यथार्थ हिसाबले हामीले ट्रेसेबिलिटी कायम हुने गरी भनेको यहाँबाट हेर्दाखेरि चिया कहाँबाट आइराखेको छ भन्ने सूचनासहित चिनिया भाषामा पढ्न सक्ने सूचनासहित हामीले क्युआर कोडको व्यवस्था गरेर हाम्रो प्याकेजिङमा राख्न सक्यौँ भने यसले चाहिँ चिनिया बजारमा निकै राम्रो बजार लिने देखिन्छ र चिनिया पारखीहरूसँग अहिले चाहिँ खरिद क्षमता, क्रय क्षमता बढिरहेको छ। त्यति मात्रै होइन, असाध्यै धेरै स्वास्थ्यसँग संवेदनशील, स्वास्थ्यसँग सरोकार राख्ने जनसङ्ख्या बढिराखेको छ। त्यसैले नेपाली चियाको चिनिया बजारमा उच्च माग रहेको चाहिँ विषय हामीले ओपनली सबै चिया व्यवसायीहरूसँग सेयर पनि गर्नुपर्छ र त्यही हिसाबले हाम्रो चाहिँ उत्पादन, प्याकेजिङ, ब्रान्डिङलाई पनि विकास गर्नुपर्छ।